हामी निर्णायकको बारेमा पनि सरहरूले भनिसक्नु भएको छ, यहाँ पार्टिसिपेटको बारेमा पनि भनिसक्नु भएको छ। विशेष गरी आजको यो कार्यक्रमलाई सफल बनाउनको लागि आदरणीय गुरुहरूले नानी बाबुलाई लिएर यहाँसम्म आउनुभएको छ। गुरुहरूको यो योगदानप्रति हामी अत्यन्तै सम्मान व्यक्त गर्दछौँ। मैले जहिले पनि देशको पूर्वको बाहुन नाकीदेखि लिएर पश्चिमको आसामसम्म जाँदाखेरि भन्ने गर्छु, संसारको कुनै पनि ठाउँमा जाँदा शिक्षकहरूलाई पढाउने गर्दा, गुरुहरूलाई पढाउँदा यति किलो ज्ञान दिएको यति पैसा भनिदो रहेनछ। के भनिदो रहेछ त भन्दा यति समय दिए बापतको यति पैसा भनिदो रहेछ। गुरुहरूको समय बापतको हामीले केही पैसा दिन सकौँला, तर आदरणीय गुरुहरूले ज्ञान दिए बापत हामीले केही दिन सक्छौँ भने आदरणीय गुरुहरूलाई हामीले सम्मान दिन सक्छौँ, आदर दिन सक्छौँ, उहाँप्रति हामी सद्भाव देखाउन सक्छौँ। यी सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ आदरणीय गुरुहरूप्रति त्यो खाले भाव सिर्जना होस् भन्ने पनि मैले अपेक्षा राख्दै हामी छिट्टै अब हाम्रो कार्यक्रमतर्फ अगाडि जान्छु। मलाई साथ दिनको लागि आदरणीय विमला म्याम पनि एकदम तयारी अवस्थामा हुनुहुन्छ। भाइ बहिनीहरूलाई राम्रोसँग थाहा छ आजको विषयवस्तु पर्यटनमा वन्यजन्तु र सिमसारको महत्त्व भन्ने विषयमा चाहिँ हामीले वक्तित्वमा आफ्ना विषयहरू राख्नेछौँ भने हजुरहरूले चाहिँ यो कार्यक्रममा बोलिरहँदाखेरि कुनै पनि जाति, पेसा, धर्म, वर्ग, लिङ्ग, भूगोल, राजनीति र व्यक्ति कसैलाई पनि हामीले आक्षेप लगाउने छैनौँ है। हामीले के गर्नेछौँ त भन्दा जहिले पनि सकारात्मक विचारहरू राख्नेछौँ, हामीले ऊर्जा प्रदान गर्नेछौँ र हाम्रा विषयवस्तुहरू समयभित्र नै रहेर हामीले राख्नेछौँ। हाम्रो समय 5 मिनटको रहनेछ भने 4 मिनटमा यहाँहरूले चाहिँ जनाउ घन्टी बज्नेछ र 1 मिनटमा यहाँहरूले आफ्नो विषयवस्तुलाई समापन गर्नुपर्ने हुन्छ। जम्मा समय 5 मिनटको हुनेछ भने यहाँहरूको जम्मा अङ्क पनि 100 हुनेछ। त्यसमा यहाँहरूलाई सम्बोधनको लागि 20, हाउबाहु, यहाँहरूको आवाजको उतार चढावको विषयवस्तुलाई चाहिँ 20 नम्बर, विषयवस्तुलाई 40 नम्बर र समापनलाई 20 नम्बर गरेर जम्मा 100 नम्बरको चाहिँ यहाँहरूको पूर्णाङ्क रहनेछ भने 2 जना निर्णायकहरूको नम्बरको आधारमा हामीले प्रथम, द्वितीय र तृतीय छुट्याउनेछौँ। साथसाथै हजुरहरूको समय सकिसकेपछि बोल्नु भएको खण्डमा चाहिँ हजुरहरूको नम्बर काटिन पनि सक्नेछ। त्यसैले समयभित्र नै आफ्ना विषयवस्तुहरूलाई यहाँहरूले राखिदिनको लागि अनुरोध गर्दै हामीले यहाँहरूको नाम टिपिसकेका छौँ। रोल क्रमको लागि यहाँहरूले पहिला त्यो कपबाट आफ्नो नम्बर लिनुपर्ने हुन्छ र सोही नम्बरको आधारमा यहाँहरूको नाम हामीले बोलाउनेछौँ। हजुरहरू सोही अनुसार चाहिँ तयारी भइदिनु होला। म अब तल जानेछु, हजुरहरू आएर यो माइक्रोफोन लिएर ठ्याक्कै हजुरहरू धेरै यता पनि जानुहुने छैन, उता पनि जानुहुने छैन है, किनभने हजुरले चाहिँ यहाँ बोलेका कुराहरू आदरणीय सरले रेकर्डिङ गरिरहनु भएको छ, किनभने हजुरहरूको यो रेकर्डिङ अरू समक्ष पनि पुर्याउन जरुरी छ। हजुरहरूले बोलेका कुराहरू, यी सूचनाहरू प्रवाह गर्ने उद्देश्यले नै हामीले यो कार्यक्रम गरेको हुनाले केही छ थप जिज्ञासा?